हेलो गाइस, तपाईँ सबैजनालाई मेरो ब्लगमा हार्दिक स्वागत छ। नमस्कार, सत श्री अकाल भन्नु जरुरी छ, किनभने नन नेपालीहरू पनि हेर्दै होला। र आजको विषय छ एकदमै खास विषय हो। विषय छ पुरा हाम्रो स्टेटलाई लिएर। तपाईँले बुझिसक्नुभयो होला, दार्जिलिङ स्टेटलाई लिएर यो सानो ब्लग लिएर आउँदैछु। कृपया सबैजनाले अन्तिमसम्म हेरिदिनु होला। भुलकोटी भयो भने माफी चाहन्छु, प्रथममै भनिदिएको मैले। र भन्ने कुरा यो हो, म अहिले करेन्टली जब भन्दैछु, म बङ्गालमा छुइनँ। किन छुइनँ बङ्गालमा? कसैले भन्नु सक्नुहुन्छ कमेन्टमा, कमेन्ट गरौँला तपाईँहरूले। नेपालीमा भन्दैछु, तपाईँ भन्नुहोस्, जे पनि भन्नुहोस्। नेगेटिभ कमेन्ट गर्नु सक्नुहुन्छ, पोजिटिभ कमेन्ट पनि गर्नु सक्नुहुन्छ। जे कमेन्ट गर्नु चाहन्छ गर्नुहोस्। र म भन्नु चाहन्छु, आज साह्रै नै धेरै दिनपछि म ब्लगमा आएको। धेरै नै दिनपछि मन लाग्यो कुरा भन्नु, कहिलेदेखि मनमा गाँसिरहेको थिएँ। र विषय थियो गोर्खाल्यान्डलाई लिएर। के तपाईँले भन्नु सक्नुहुन्छ गोर्खाल्यान्ड चाहिन्छ, जरुरी छ, आवश्यकता छ गोर्खाल्यान्डको लागि, हामीलाई अलग्गै लड्नु लागि लड्ने के आवश्यक छ कि छैन? तपाईँले भन्नु। भन्ने त निकै कुरा थुप्रै छ, पोइन्ट टु पोइन्ट भनिदिन सक्छु। र आज साह्रै खराब लाग्यो, किनभने हामीहरू एउटा एजुकेटेड मान्छेहरू भएर यति आफ्नो स्टेटलाई छोडेर, वेस्ट बेङ्गललाई छोडेर बेङ्गलोरमा आएको। कर्नाटका, जहाँ कर्नाटका अहिले दुनियाँमा नम्बर 3 रिचेस्ट सहरमा आउँछ, धनी सहरमा नम्बर 3 आउँछ इन्डियाको। इन्डिया मात्र होइन, दुनियाँको रिचेस्ट सहरमा आउँदछ। भनौँ कतिको उन्नति भएको छ। यिनीहरू के डिभाइड भएको छ? अहिलेसम्म डिभाइड भएको छ। कर्नाटका, नर्थ कर्नाटका, साउथ कर्नाटका छ, तर यिनीहरू एक ही उडेर बस्छ। यो पहेँलो रातो हो, यो के थाहा छ? कर्नाटकाको फ्ल्याग हो, कर्नाटका राज्यको फ्ल्याग हो। पहेँलो भनेको उत्तरी कर्नाटका, यो रातो भनेको दक्षिण कर्नाटका, जो बेङ्गलोर दक्षिण कर्नाटकामा छ। उनीहरू मिलेर लडेर आफ्नो बनायो। त्यस्तै नै हामीलाई पनि बङ्गालसँग अलग हुनु हुँदैन। गोर्खाल्यान्डको सपना छोडिदिनु होला, त्यो छाडिदिनुहोस्। जसो बङ्गाली र नेपाली मिलेर बस्नुहोस् होला, त्यसमै हाम्रो भलाइ छ, आउने जेनेरेसनको भलाइ छ। र जो हुने कुरा हुने, त्यसको हाम्रो हुने हाम्रो लागि हाम्रो पक्षमा आउँछ। मान्छे भाषाले एकदमै एउटा बहुत ही ठुलो योगदान दिन्छ केही स्टेटको लागि। जस्तो कर्नाटकामा कन्नडालाई एकदमै मान्यता दिन्छ, त्यो दिनुपर्छ। बङ्गाली स्टेटमा बङ्गालीको जो मेजोरिटी छ त्यो बेसी छ। त मैले बङ्गालीले बङ्गाली बोल्छ, जुन ठाउँमा छ त्यो ठाउँमा बोलोस्, केही छैन। तर हिंसात्मक रूपले अरूलाई नराम्रो हेर्ने होइन, मिलेर बस्ने हो। पश्चिम बङ्गाललाई उन्नति दिने हो, ताकि हामी जस्तो मान्छे पढेको यहाँ नआओस्, त्यहीँ बसेर हामीहरू कुछ गर्नै सक्ने। एक दुसरा आरिस गरेर झगडा गरेर यो नेपाली यो धोती हो योहरू गरेर हुँदैन, यसरी चल्दैन। अहिले नै समय छ, बुझिहाल्नुहोस्। यो नेताहरूले आफ्नो अलिकति पैसाको लागि पार्टीमा गरेर तपाईँलाई भड्काइदिन्छ। फेरि दार्जिलिङको चौकमा फेरि आन्दोलन गर्छ। यिनीहरूको पछि नलाग्नुहोस्, आफ्नो भविष्य नमार्नुहोस्। आनेवाला जेनेरेसन तपाईँको नानी केटाकेटीको भविष्यलाई नमार्नुहोस्, खेलवाड नगर्नु, राम्रोसँगले पढाउनुहोस्।
पढ्नु दिनुपर्छ। यो ब्लग यसैको लागि थियो, गोर्खाल्यान्ड तपाईँलाई चाहिन्छ कि चाहिन्न, यस्तो कमेन्टमा भनिदिनुहोस्। चाहिँदैन चाहिँदैन भन्नु, चाहिँदैन किन चाहिँदैन भन्नुहोस्, किन चाहिन्छ त्यो पनि भन्नु, हेरौँ ल। मेरो विषयमा म नि एउटा एजुकेटेड केटा हो आइटीमा, म त भन्छु गोर्खाल्यान्ड चाहिँदैन हामीलाई। दार्जिलिङलाई हो क्विन्स अफ हिल्स त्यो ब्रिटिसले गरेर गएको छ, त्यसलाई कायम राख्नुहोस्, टुरिज्मलाई बढाउनुहोस्। दार्जिलिङ त टुरिज्मले नै हो चल्ने, टुरिज्मलाई नमार्नुहोस्। त्यसले अहिले हेर्नु सिक्किम कति उन्नति भएर त्यहाँ केही छैन सिक्किममा यति साह्रो, तर पनि त्यो सिक्किमलाई यति साह्रो माने त सबले सिक्किम सबले चिन्छ। त्यो दार्जिलिङ जस्तो पुरानोलाई कसले पनि चिन्दैन यहाँ। हो दार्जिलिङदेखि भन्छ कहाँ हो सोध्छ, सिक्किम जाने छ सिक्किम भन्छ, त्यस्तो छ। त्यो सिचुएसनमा आएको छ। मेरो एउटा ब्लगमा आएन, मैले सिक्किम भन्दा बुझेको थियो, दार्जिलिङ भन्दा बुझेको छैन त्यो मान्छेले, लोकल मान्छेले। सुन्नु, त्यस्तो सिचुएसनले गर्दा आज मलाई खराब लाग्यो। मलाई किन भन्नु लाग्यो, मलाई आज खराब नै लाग्यो। अब यत्रो साल मैले काम गरिसकेँ, यहाँ 10 वर्ष काम गरिसकेँ, तर अहिलेसम्म हाम्रो ग्रोथ राम्रोसँगले हुँदैन। चेपिदिन्छ यहाँ। साउथ कोरिया पहिला आफ्नो लागि हेल्छ, बाहिरदेखि आएकोलाई नेपाली हो यसलाई झन् पिछाडा, यस्तो हुन्छ। जति पनि तपाईँ स्किल्ड होस्, जति पनि तपाईँ एक्सपर्टिज होस्, जति पनि त्यो फिल्डमा तपाईँ एकदमै टेक्निकली साउन्ड होस्, तपाईँ राम्रो एजुकेसन होस्, नलेजेबल होस्, त तपाईँलाई त्यसमा एउटा नेक्स्ट लेभल हायर लेभल जो दिन्छ नि त्यसमा जानु दिँदैन क्या उनीहरूले। त्यो चिज हामीले आफ्नो स्टेटमा चाहिन्छ, किन हामी त्यहाँ पढेर ठुलो भएको पढेको, हामीलाई थाहा छ के गर्नुपर्छ। तर यही चिजले गर्दा चाहिँ हामी नभएको अहिलेसम्म। पार्टीबाजी नगर्नुहोस्, मिलेर बस्नुहोस्, बङ्गाली नेपाली सबै मिलेर दाजुभाइ भएर बस्नुहोस्, माराकाटहरू नगर्नु होला। र अब हामीले अब नेपालीमा मेरो कति हिन्दी जस्तो वर्डहरू पस्छ, निकै दिन भयो नेपाली नबोलेको। मेरो अब कतिवटा कुरामा तपाईँलाई अलिकति अफेन्ड पनि हुनसक्छ, तपाईँहरूले नराम्रो नै मान्नुहुन्छ होला, यो धोती कस्तो बोलेको, यो हिन्दी भन्छ होला है। यस, म आफूलाई गर्व राख्छु हिन्दी बोल्दा पनि, किनभने म देशको नागरिक एउटा भारत देशको पढेको केबीदेखि केन्द्रीय विद्यालयको बन्द हो, हिन्दी नबोलेर के बोल्नु। नेपाली मिडियम मैले पढेको छुइनँ, आमा बाबादेखि नेपाली आएको, मातृभाषा चाहिँ भुल्नु हुँदैन। र यस्तै भन्दा आफ्नो नेक्स्ट जेनेरेसनलाई बचाएर राख्नु होला। गोर्खाल्यान्ड नबन्नुहोस् होला, गोर्खालीलाई आफ्नो मान्यता दिनुहोस्। गोर्खाली एउटा वीर उयो हो, एउटा वीर भन्छ नि डाइनेस्टी, अब वीर एउटा क्लान हो गोर्खा, त्यसलाई बचाएर राख्नु छ वफादारी बहादुरीलाई। तर आफ्नो दिमागको युज पनि गर्नु होला। हामी दिमाग पनि छौँ, यस्तो खालि बहादुरी भएर यस्तो होइन। मिलेर बस्नुहोस्। बङ्गालीहरू दिमागले चल्छ, न दिमागले लड्छ, मुलेकले यसरी लड्दैन। नेपालीहरू अलिकति लड्नु खोज्छ, तर दुईजनाको जो मिक्स भयो नि हामी कसले नै हामीलाई रोक्नु सक्दैन। बङ्गालीको बुद्धि, नेपालीको आँट, यो दुइटा मिल्यो भने वेस्ट बेङ्गल पश्चिम बङ्गाल उन्नतिमा जान्छ। ठिकै छ। र पोलिटिक्सहरू अलिकति कम्ती गर्नु होला, पोलिटिसियन्सको पछि नभाग्नु होला, आफ्नो बुद्धिको प्रयोग गर्नुहोस् होला। जसले जे भने त्यही गर्ने होइन। यस्तो होइन कि अब भोट नदिने, भोट दिने, तर राम्रोसँगले सोचेर एनालाइज गरेर सही मान्छेलाई चुनावमा जिताएर भोट दिने होला। र त्यति भन्दै यो मेरो सानो ब्लग ठुलो भएछ, करिब 9-10 मिनटको भएछ। तपाईँले अन्तिमसम्म हेर्नु लागि म साह्रै नै आभारी छु। र यति भन्दै यो मेरो नाम नारायण थापा, यहीँदेखि साइन आउट गर्दैछु। कृपया लाइक, सेयर एन्ड सब्सक्राइब र कमेन्ट्स हानिदिनु होला, बक्स फुल गरिदिनुहोस् होला, मलाई सपोर्ट गरिदिनुहोस् होला। ल, शुभरात्रि। रातिको अहिले करिब 9 बज्दैछ। 9 बजी म जस्ट अफिसदेखि आएर यो ब्लग बनाउनुको मन लागिरहेको थियो। र चित्त नदुखाउनु होला, र कसैलाई मलाई हर्ट पनि गरेको छुइनँ, कसैलाई सपोर्ट पनि गरेको छुइनँ, कसै नराम्रो नि भागेको छु। नेपाली बङ्गाली दाजुभाइ भाइ, ओके। यति भन्दै जय गोर्खाली।